गरे सब कुरा सकिन्छ लाइफ मेरो फकिन्छ तर माइन्ड भने सकिन्छ अन्डरग्राउन्डलाई मेन स्ट्रिम लगिन्छ जसले गर्छ घात त्यो मान्छे दबिन्छ आँट गरे सब कुरा सकिन्छ लाइफ मेरो फकिन्छ तर माइन्ड भने सकिन्छ अन्डरग्राउन्डलाई मेन स्ट्रिम लगिन्छ जसले गर्छ घात त्यो मान्छे दबिन्छ एउटा दाइ शिवको भक्त अर्को भने पुजारी भाइ बन्यो। वेलकम टु शब्द वार। हाम्रो सेकेन्ड ब्याटलमा आइसकेछौँ। फेरि हाम्रो शब्द वार सिजन 2 अनि हाम्रो सौराउ टु गणेशपुरको दाइहरू, सौराउ टु हाम्रो सबैजना हिपहप रेन्ज नेपालगञ्जबाटको टिमलाई स्पेसल सौराउट हाम्रो दुईजना भाइहरूलाई है ब्याटल ऱ्यापर। ल हाम्रो साइडमा छ कोल्पुर क्रेजी, मेक सम नोइज। मेरो अर्को भाइ छ खजुरादेखि D4, मेक सम नोइज। अब चाहिँ को जाने फर्स्टमा? जान्छु फर्स्टमा। ल ठिक छ, क्रेजीको लागि मेक सम नोइज। नाम तेरो D4 याओ, मेरो हातमा नाम तेरो D4, मेरो हातमा छ टिगर हैन, अनि तेरो टाउको माथि गन चलाइदिम क्या टिगर, हेर्दा फेरि छक्का जस्तो देखिन्छ फिगर, आइसक्यो सिजी बाबु आइज जिगर हैन, त चल्न खोजिरहेछस् मलाई चढ्नु छ नि शिखर, तँलाई थाहा छैन कति कला छ म भित्र हैन, हो बाबु नदेखा नाटक होइन यो कुनै चलचित्र हैन, आज यो D4ले दोबी खान्छ मेरो बाजमा बाज हैन, त्यसको मुखमा हान्छु म लातमा लात हैन, यसलाई लगेर जान्छु म बासको घाट, तेरो जिउँदो लास चलाउनलाई लैजान्छु म शमशान घाट, यति छ 8 त 10 लिएर आइज त लिएर आइज 20 हैन, मान्छे परे साइको मान्छे पारिदिन्छु पिस, त जस्तो झारे पाते झारेहरूलाई देखाउँछु म आफ्नो असली रिस, त मान्छे दुई तीनवटा पिस च्यापेर आउला त्यही भएर बडी बोलिरहेको चिज मा मदर फकिङ पिस। टाइम ल बिफोर भाइको मेक सम नोइज। टाइम स्टार्ट। यसको नाम जगदीश हो कि बुझ्नै गाह्रो ज्यागदीश लागिरहेछ तैँले ऱ्यापमा आमा बाउ सबलाई त्यागदीश, सबलाई त्याग्दिएँ मैले सही हो, तर तैँले मसँग ब्याटल गर्न सक्दैनस्, अझै 4-5 वर्ष गर्नुपर्छ तैँले प्र्याक्टिस। नाम तेरो क्रेजी, कटुमा छेड्छस् मेरो ऱ्याप हेरेसी, पारा मेरो विदेशी, जिन्दगी क्या हो डोज मेरो रुपडियाको देशी, ट्याटु हान्ने पैसा छैन यससँग पेनले कोरेको, यसको छम्माले यही देखेर छोडेको, यस्ता मुजीले त बरु यो संसारै छोडेको, यससँग पैसा छैन लाछ पैसाको माला, तर मैले यसलाई आज पैसाले ढाकिदिन्छु, पैसा देखाउने बित्तिकै भन्यो यसले पैसा धेरै दिन्न तर दाइसँग 1000 रुपियाँ मागिदिन्छु, हुन्छ कि नै? हुन्छ। चस्मा लगाउँदा म देखिन्छु ह्यान्डसम, यो देखाउँछ अन्धो, बढी नबल बाबु सबै रेडी छन् तेरो हान्नलाई कन्डो, 22 तैँले डनको, यसले भन्यो मेरो नाम D4, त रोनाल्डो मेसी भयो तेरो बल रोक्ने म किपर, तैँले भुसा खान्छस् म खान्छु चिपर, यसले बिजुली खुकुरी खान्छ म खान्छु शिखर, दबाउँछु भने जिगर सकिनाइ गन समात्ने जिगर। टाइम मेक सम नोइज यहाँसम्मको लागि। हाम्रो बिटबक्समा ब्याटल हुन लागेको छ, लेट्स गो ड्रग्स भाइ। ल रेडी बिटबक्स रेडी खतरा छ टाउँ बाबु खतरा छ गाउँ, मर केस देखेछ नुन नेपालगञ्ज आऊ, तिमीले सोच्नु भन्दा पनि बाबु खतरा छ ठाउँ, मान्छे मारे पछि हामी सिधै अन्डरग्राउन्ड, खतरा छ ठाउँ बाबु खतरा छ गाउँ, मर केस देखेछ नुन नेपालगञ्ज आऊ, तिमीले सोच्नु भन्दा पनि बाबु खतरा छ ठाउँ, मान्छे मारे पछि हामी सिधै अन्डरग्राउन्ड, खतरा खतरा मेरो दाजुभाइ, हामीलाई देखेपछि कप साइड, तँलाई भेटेपछि मैले हान्छु नाइफ, तेरो मर्डर केसमा हामी गायब, हाम्रो साइडको छ दाइ साइडको छ भाइ, केटाहरू सबै बोकेर नाइफ लिएर बाइक हान्दैछ राइट, यस्तै यो भाइ यो पार साथले बुझ्दैनस् भाइ, साइडको छ भाइ सिजी सर्कल टाइट, एक पलमा त घरबाट गायब होला नि भाइ,
पहिले ध्यान दे गानालाई मान्छे हेर्दा मोटो दिमाग तेरो खोटो हेर्न कति म त भन्दा त म भन्दा छोटो कुरा गर्छु पैसाको दाग दिन्छ पैसाको तेरो पैसा लैजा ब्रो मलाई चाहिँदैन फेमसको सो ब्रो तँलाई देखिरहेको छु मैले देखेँ जस्तो ब्रो ब्रो त मान्छे हो को चिन्दैन ब्रो त्यही पनि आइदिए म दाइको लागि खेल्नलाई पाइछु दाइ यो बन्छ बन्ने 1 वर्ष बन खेल्छु पार्टी यो सँगलाई आज भोटिको राति आज राति नाइट दारू पार्टी साथीसँग मस्त चिक्थ्यो टाइम अब फेरि अर्को राउन्ड डिफोर भाइको मेक सम नोइज डिफोर भाइकोलाई मेक सम नोइज केटा हो छेत्रीको छोरो म पारा बढी बोलिस भने तेरो निकालिदिन्छु डाँडा हानी कटाइदिन्छु फेरि पाहाडको डाँडा म मान्छे पनि छाडा त्यही भएर म बाट केटाहरू टाढा घरमा बसी हानिरहेको छु मैले यहाँ कन्सर्ट मेरो नेताको गाडी अगाडि मेरो भइसक्यो रहेछ यहाँ पञ्चर बढी बोलिस भने तेरो फुटालिदिन्छु कन्सर्ट यहाँनिर त बाबु चोकर भन्छस् मलाई डन्दाइ भन्छ कोलपुरबाट आयो यसले नेपालगञ्जमा दिनलाई धाक बढी बोलिस भने हान्छु फेरि मचाइ बात तेरो काम छैन बाबु यहाँबाट बात तेरो छम्माको फिगर रहेछ दामी भर्खरै आएको मैले डगी कटमा हामी सबैजना यहाँनिर दामी त्यो झुटो भइसक्यो छर्की सुन पानी आयो यसले क्याप मान्छे फेरि ज्याप बढी बोले भने फेरि खान्छु स्ल्याप सबले बजाउ बाबुको ल्याप तेरो सिग्री सिग्री सबजना फाल्दैन यस्तो च्याकमा सबले फाल्दैन तर मोजी मैले यस्तो कसले लाउँछ मैले लाउँछु मैले लाउँछु सुन मैले हानी निकाल्दै फेरि खुन मेरो गर्नु भर्जी ल लास्ट राउन्ड चाहिँ आएको बेला है लास्ट राउन्ड चाहिँ आएको बेला ल मेक सम नोइज मेक सम नोइज फेरि केटा हो सबजना छ होइन जीवसँग ब्याटल खेलेर जीवसँग ब्याटल खेल्छु सोचेर आएको यस्तो सक्कासँग पढेछ के गर्नु त म दाइले जे भन्यो ठिक छ भाइ हान्दैन यो भने मैले पनि हान्नलाई ठिक छ टिक्क आइदिए म ट्याक्टुक बनी च्याटो छुट्ट अनि घाँटीमा माला सस्तो लाए पनि लुक्स एकदम ठिक छ होइन तँभन्दा त दामी हान्छु तँभन्दा नि बिग डग होइन त पुरा गर्छु चाको छम्माको रम्माको पैसाको मैसाको मैसाबको होइन तँलाई सिकाइदिउँ के हो तँलाई देखाइदिउँ के हो भाइ मुदाबाट पैसा निकाल डेराको गड्डी यसको मुखमा हालिदिन्छु म हड्डी त लगा चड्डी सुहाउँदैन पाइडमा होइन तँभन्दा अग्लो छु म आइडमा 1 वर्ष अनखेल साइज मलाई देखाउँछु आज राति कति चाहिँ नाका टाइड यहाँ कोलपुरदेखि जब नेपालगञ्ज आएँ साथीसँगै मैले दुश्मन कमाएँ होइन बिस्तारै मैले आफ्नो साथ सर्कल बनाएँ त्यसपछि म बनेर चिनिन लाएँ बिच तँलाई टाइम दिन्छु आज पनि सिक तँलाई देखाइदिन्छु मेरो कला हेरेर के कुराहरू सिक त मान्छे छैनस् ठिक त्यही भएर तँलाई म डिफोर डिचोर डीको नामलाई छोडेर अब डिचोर गर्न काम सिक जित तेरो हार होइन केरा उपहार होइन मलाई सबले पैसा अहिलेको मालाले लगाउँछ हार तँलाई भने माको माला लगाउँछु यार तँले सुन्दै सक्नुहोस् मेरो बाज यति हान्छु म कडा होइन त जतिसुकै आफ्नो शरीर या मोटापनलाई बढा होइन त मेरो छम्मालाई हान्छु रे गाड मेरो छम्माले त देख्यो भने गाडामा पड्काउला किनभने त थोप्रै हेर्दा पिट देखिन्छ झाँड मेक सम नोइज मेरो डिफोर भाइकोलाई यसलाई यस्तो ऱ्याप के हाल्ने कि म नम्बरमा गिन्ती गराउँछु झ्यापड हान्छु 1 त्यसको जिन्दगीको लाग्छ ब्रेक झ्यापड हान्छु 2 तेरो फेरि कुरा उही झ्यापड हान्छु 3 मान्छेको हो चिन झ्यापड हान्छु 4 कि त वार कि त पार झ्यापड हान्छु 6 को हो त झ्यापड हान्छु 7 बढी बोलिस भने हान्छु फेरि चाक झ्यापड हान्छु 8 त्यसको छम्मालाई लको भान्से मैले झ्यापड हान्छु 9 सोध बस कि नै त्यसलाई धौ झ्यापड हान्छु 10 अब चुप लाएर बस अरू नम्बर सुनाम झ्यापड हान्छु 11 यो आछ के खार
झ्यापर हान्छु 12 यसको के हो यो पारा झ्यापर हान्छु 13 यस्तो पारा तँभन्दा हिरो देखिन्छ ल ल भाइ 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 कन्ट्रोलमा यसले लगाएको कन्ट्रोलमा बाबु कन्ट्रोलमा लगाएको कतिवटा यसले औँठी छम्माको कुरा गर्छ हान्छ अन्टी क्याचे बिलाएर क्यान्सर आएर काटिसक्यो तलको घन्टी लौची भन्छ जन्ती हो कि He look like a gentleman. Yes. I am look like a mental man. This is a rap danger game. Which time you know Google, open the Google and search my name. ल सबैजनालाई थ्याङ्क यू सो मच यहाँ आउनुभएकोमा स्पेसल मेरो दुईटा भाइहरूलाई है सबैजनालाई हेर्नु होला थ्याङ्क यू सो मच सपोर्ट देखाउनु होला र अर्को ब्याटलमा फेरि भेट्नेछौँ थ्याङ्क यू सो मच